लगाउनेबाट ल्याएर खानेबाट ल्याएर बस्ने ठाउँ छैन। हजुरहरू सबैजना जिरेगेन्टिङ वासीलाई सानो एउटा रिक्वेस्ट, हेल्पिङको भिडियो लिएर म आएकी छु। किनकि एउटा समसिप सागर या गाईखुट्टी भन्ने ठाउँमा ठुलो पानी पीडितमा उहाँ धेरै हाम्रै दाजुभाइहरू, दिदीबहिनी, आमा बुबाहरू पर्नुभएको छ। सो त्यसको लागि चाहिँ एउटा सहयोग सबै ठाउँबाट सहयोग जाँदैछ, गर्नु हुँदैछ हर गाउँबाट। र यहाँ हाम्रो गाउँबाट पनि किन सहयोग नगरौँ, सबै मिलेर अलिअलि थोप्पा मिलेरै सागर बन्छ। सो हामी पनि यसै तरिकाले अलिअलि सानो सानो डोनेसन या गरेर चाहिँ हामी सहयोग गरौँ, हाम्रो पनि वहाँ रेकर्ड राखौँ। यस गाउँबाट जिरेगेन्टिङ वेस्ट कार्बी-आङ्लाङ जिरेगेन्टिङ दुर्पिन-टिलाबाट पनि एउटा सहयोग आएको थियो भन्ने एउटा नाम रहोस्। भोलिको दिन हामीलाई पनि त्यस्तो साह्रो गाह्रो पर्दा हर ठाउँमा हामीले सहयोग गऱ्यौँ भने आजभोलि हेर्नु इन्टरनेटको दिन छ, सहयोग हुन्छ, आउँछ र हामीले गर्नुपर्छ भनेर चाहिँ मैले यो भिडियो बनाएको। हजुरहरू सबैजना जिरेगेन्टिङ दुर्पिन-टिला यहाँ निवासीहरू हजुरहरू सबजनालाई मेरो एउटा सानो रिक्वेस्ट छ। मैले यहाँ मेरो क्युआर कोड राखिदिएकी छु। हजुरहरू सबैजना गएर भिडियो पुरा हेरिदिनु होला, अनि स्क्रल नगरिदिनु होला। भिडियो हेरेर चाहिँ यो क्युआर कोडमा हजुरहरूले जति सक्नुहुन्छ, हजुरहरूको जति इच्छा छ या हजुरहरूसँग जति एउटा मन, एउटा हामीले सहयोग भनेको मनले गर्ने हो, हामीले रिसाले त्यो देखाएर गर्ने होइन, हजुरहरूको मनले। म यति भन्दिनँ, हजुरहरू जति सक्नु 1 रुपियाँ 2 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ 50 रुपियाँ 100 रुपियाँ जति सक्नुहुन्छ हजुरहरूले सहयोग गरिदिनु होला, यो क्युआरमा हालिदिनु होला र मलाई ओके भनेर कमेन्ट गरिदिनु होला। किनकि म पनि हेरेर हजुरहरूको डिटेलको साथ म 1 रुपियाँ तलमाथि नगरी यो भिडियो म यो पैसा म पठाइदिनेछु उहाँ। अनि हजुरहरूले पैसा हालेपछि मलाई कमेन्ट गर्नु होला ओके भनेर, किनकि मलाई थाहा होस् कि योले हालेको पैसा हालो भनेर। म हजुरहरूको नाम पनि भिडियोमा राखिदिनेछु, स्क्रिनसट गरेर पैसा पठाएको पनि म राखिदिनेछु। आउनुहोस् सबै मिलेर सहयोग गरौँ। आसाममा जुन यस्तो नराम्रो भएको छ, आज उहाँहरू लगाउनेबाट ल्याएर खानेबाट ल्याएर बस्ने ठाउँ छैन, त्यहाँ धेरै क्षति भएको छ। अबको हामी फेरि 20 वर्ष पछाडि जानुपर्छ त्यो ठाउँको हामी बुझ्नको लागि। र अब फेरि जिरोमै आइपुग्नु भयो भने उहाँहरूको जुन खेती थियो लगाएको, अब धानको सिजन, सब धान खेती सबै गयो, पशु प्राणी मान्छे पनि कतिजना त्यहाँ निदान हुनुभएको छ होइन। त्यो ठाउँमा अब निदान हुनुभयो, कसैको केही बचेन भने त्यो सहयोग गर्नुपर्छ। किनकि उहाँहरूसँग छैन अब पैसा पाती, डकुमेन्ट सबै सक्यो, हामीले सहयोग गरौँ त्यहाँ भनेर मैले यो भिडियो बनाएँ। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, या मैले राम्रो कदम उठाएँ या मैले नराम्रो कदम उठाएकी छु, त्यो पनि कमेन्ट गरिदिनु होला। सही या गलत, सही भने गुड भन्नु, गलत भने इट्स नट गुड भनेर कमेन्ट गरिदिनु होला। म त्यही अनुसारले गर्नेछु काम। जय हिन्द, जय अखम, जय गोर्खा।